पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। प्रधानमन्त्रीले शपथ लिएपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आजै नियुक्त हुनुभएका मन्त्रीहरूले पनि शपथ लिनु भएको छ र आज प्रधानमन्त्री बालेन्द्र शाह र उहाँले रक्षा उद्योग वाणिज्य मन्त्रालय पनि आफ्नै जिम्मेवारीमा राख्नु भएको छ, लिनुभएको छ। यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, यसैगरी सुनिल लम्साल भौतिक शहरी, विराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत, खड्गराज पौडेल संस्कृति तथा पर्यटन, सस्मित पोखरेल शिक्षा तथा विज्ञान मन्त्रालयको जिम्मेवारी उहाँले पाउनु भएको छ। यसैगरी निशा मेहता स्वास्थ्य मन्त्रालय खानेपानी, डाक्टर विक्रम तिमेल सिन्हा संचार तथा सूचना प्रविधि, यसैगरी प्रतिभा रावल संघीय प्रशासन र भूमि, सोभिता गौतम कानून मन्त्री, गीता चौधरी कृषि तथा वन मन्त्रीमा नियुक्त हुनु भएको छ र दीपक कुमार शाह श्रम र सीता बादी महिला मन्त्रालयको जिम्मेवारी उहाँहरूले पाउनु भएको छ। र यसरी आजै नवनियुक्त मन्त्रीहरूले पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनु भएको छ, पद तथा गोपनीयताको शपथ लिनु भएको छ। र हामीले यहाँहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासबाट यो